साथीहरु नमस्कार। आज म हाम्रो च्यानलको फर्स्ट भिडियो ट्युटोरियल बनाउँदै छु। धन्यवाद छ तपाईहरुले प्रतीक्षा गरिदिनु भयो। यस ट्युटोरियलमा म सबैभन्दा पहिला AutoCAD को बारेमा ट्युटोरियल बनाउन गइरहेको छु। AutoCAD हामीले इन्स्टिट्युटहरुमा गएर सिक्दा वा कोर्समा सिक्दाखेरि कलेजहरुमा डिप्लोमामा कोर्समा हुन्छ। त्यहाँ सिक्दाखेरि हामीले सिम्पल रेक्टेंगल बनाउन कसरी सिक्ने अथवा चाहिँ डाइमेन्सन सेटिङ गर्न कसरी सिक्ने यस्तो कुराहरुमा अलिकति बढी फोकस गरेको देखिन्छ। अथवा सिम्पल प्लानहरु बनाउन सिकाउँछ, एलिभेसन बनाउन सिकाउँछ, तर त्यसलाई फाइनलाइज गरेर नगरपालिकाले एक्सेप्ट गर्ने गरी चाहिँ कहीँ पनि सिकाउँदैन। खास त्यही प्रब्लमलाई नै मैले चाहिँ मध्यनजर गरेर त्यही प्रब्लमलाई मैले अलिकति एड्रेस गरौँ कि भनेर AutoCAD को ट्युटोरियल खासमा बनाउन गइरहेको छु। हामीले यहाँ यसमा कम्प्लिट प्याकेज सिक्ने छौं। आर्किटेक्चरल प्लस स्ट्रक्चरल ड्राइङ को कम्प्लिट प्याकेज सिक्ने छौं जुन नगरपालिकाले एक्सेप्ट गर्नेछ। त्यसमा एउटा मैले केही चीज यहाँ लेखेको छु, त्यो चीज पहिले तपाईहरुलाई बताउन चाहन्छु। जस्तो नगरपालिकाले हामीलाई डिफरेन्ट टाइप्स अफ ड्राइङहरु माग्छ। त्यसमा दुई प्रकारले चाहिँ हामीले एक्सप्लेन गर्न सक्छौं। एउटा चाहिँ दुई प्रकारले डिभाइड गर्न सक्छौं। एउटा 1000 स्क्वायर फिट भन्दा प्लिन्थ एरिया, जुन बिल्डिङको प्लिन्थ एरिया 1000 स्क्वायर फिट भन्दा कम छ, त्यसको हामीले स्ट्रक्चरल डिजाइन र स्ट्रक्चरल एनालाइसिस गर्नु पर्दैन। स्यापमा अथवा इट्यापमा जुन गरिन्छ त्यो गर्नु पर्दैन। सिधै AutoCAD मा हामीलाई निश्चित क्राइटेरियाहरु भनिदिएको छ, नगरपालिकाले भनिदिएको छ अथवा बिल्डिङ कोड NBC ले चाहिँ भनिदिएको छ, नेपाल बिल्डिङ कोडले। ती कोड अनुसार नै सिधै हामीले बनाउन सक्छौं। 1000 स्क्वायर फिट भन्दा कम छ भने प्लिन्थ एरिया, त्यो भन्दा बढी छ अथवा 1000 स्क्वायर फिट भन्दा कम र 3 तल्ले सम्मको घरलाई चाहिँ हामीले स्ट्रक्चरल डिजाइन र एनालाइसिस गर्नु पर्दैन। त्यस्तै 1000 स्क्वायर फिट भन्दा बढी प्लिन्थ एरिया भएको बिल्डिङ अथवा कम छ भने पनि 3 तल्ला भन्दा माथि छ भने त्यसलाई हामीले स्ट्रक्चरल डिजाइन पनि गर्नुपर्छ। त्यसको स्ट्रक्चरल डिजाइन एनालाइसिस गरेर त्यसको एउटा रिपोर्ट तयार गरेर नगरपालिकालाई ड्राइङ सहित त्यो स्ट्रक्चरल रिपोर्ट पनि बुझाउनुपर्छ। तर हामीले फर्स्टमा अलि सिम्पल यो 1000 स्क्वायर फिट भन्दा तलका बिल्डिङहरुको चाहिँ डिजाइन ड्राइङ गर्न सिक्ने छौं। त्यसमा नगरपालिकाले हामीलाई दुई पार्टको ड्राइङ माग्छ। अथवा यसरी पनि भन्न सकिन्छ, आर्किटेक्चरल ड्राइङ एउटा पार्ट भयो, अर्को चाहिँ स्ट्रक्चरल ड्राइङ अर्को पार्ट भयो। त्यसमा आर्किटेक्चरल ड्राइङमा चाहिँ खास अब यो टाइटल ब्लकमा आर्किटेक्चरल ड्राइङ भनेर लेखिन्छ। यसरी यतातिर चाहिँ यहाँ चाहिँ लेख्नुपर्ने हो आर्किटेक्चरल ड्राइङ भनेर। आर्किटेक्चरल ड्राइङ भित्रमा यी सब चीजहरु पर्छन्, एलिभेसन प्लानहरु यिनीहरु पर्छन्। जस्तो यो आर्किटेक्चरल ड्राइङ मैले मिनिमाइज गरेर तपाईहरुलाई भन्नेछु। जस्तो आर्किटेक्चरल ड्राइङ भित्र हाम्रो प्लान पर्छ। यो प्लान यस्तो प्लान पर्छ। प्लान भनेको जो माथिबाट हेर्ने टप भ्यू। अब यसलाई पहिला चाहिँ सिम्पली सिकाउँदाखेरि चाहिँ यो टुल बारबाट सिकाउँछ, अनि यो सिम्पल सुरुमा सिकाउँदाखेरि चाहिँ टप भ्यू भनेर सिकाउँछ। हामीले पढेको टप भ्यू, अनि त्यसपछि साइड एलिभेसनहरु हामीले पढेको हुन्छौं ड्राइङमा, इन्जिनियरिङ ड्राइङमा। त्यही भएर यसलाई चाहिँ टप भ्यू भनेर सिकाउँछ। यसलाई चाहिँ हामीले यसलाई फ्लोर प्लान भनिन्छ। फ्लोर प्लान र रुफ प्लान मैले यहाँ रुफ प्लान यहाँ भनिन्छ। रुफ प्लान हुन्छ एउटा यस्तै, यो छत चाहिँ कस्तो देखिन्छ माथिबाट भनेर। यो चाहिँ ग्राउन्ड प्लान भयो। यस्तै फर्स्ट फ्लोर छ भने अब 2 तल्ले 3 तल्ले घर छ भने फर्स्ट फ्लोरको प्लान कस्तो हुन्छ, सेकेन्ड फ्लोरको प्लान कस्तो, सब बनाउनु पर्छ। र त्यसमा चाहिँ रुफ प्लान सबैभन्दा माथिबाट हेर्दाखेरि छत चाहिँ कस्तो देखिन्छ भनेर, रुफको प्लान पनि टप भ्यूबाट छत कस्तो देखिन्छ भनेर त्यो पनि बनाउनु पर्ने हुन्छ। अनि त्यसपछि इलिभेसनहरु, यो साउथ इलिभेसन, नर्थ इलिभेसन, इस्ट इलिभेसन, यो इलिभेसनहरु, नर्थ इलिभेसन, साउथ इलिभेसनहरु यिनीहरु सबै पनि सबै आर्किटेक्चरल ड्राइङ भित्र पर्छन्। त्यसपछि अर्को हुन्छ सेक्सन। यहाँ सेक्सन मैले बनाएको छु।
यो सेक्सन चाहिँ वटा काटेर बनाएको भनेको छ। यो प्रायः जस्तो हाम्रो प्रत्येक घरमा चाहिँ प्रायः जसो सिडी भित्रबाट अब हाल्ने चलन छ आजकल। बाहिरबाट भएकोमा त खासै फरक परेन, भित्रबाट हाल्ने सिडीमा सिडीलाई काटेर देखाउने गरी हामीले कुनै पनि यताबाट यसरी काट्दाखेरि सिडीको सेक्सन यस्तो आउँदैन, यस्तो खालको सिडीको सेक्सनहरू आउँदैन, यस्तो खालको सिडीको सेक्सन आउने गरी काटेर हामीले त्यसको सेक्सन देखाउनुपर्छ। काटेर हेर्दाखेरि चाहिँ यसरी काटेर उता हेर्दाखेरि चाहिँ यसो देखिन्छ भनेर चाहिँ हामीले सेक्सनमा देखाउनुपर्छ। अर्को हुन्छ लोकेसन म्याप। लोकेसन म्याप चाहिँ तपाईँको लोकेसन कहाँ छ, यहाँ मैले लोकेसन म्याप बनाएको छैन। लोकेसन म्याप भनेको एउटा खोलेर देखाइदिन्छु तपाईँलाई। लोकेसन म्याप भनेको तपाईँको जुन त्यो बिल्डिङ जुन ठाउँमा बनाउँदै हुनुहुन्छ त्यो बिल्डिङ चाहिँ कुन ठाउँमा हो त खास बनाउनु पर्ने, बनाएको कुन ठाउँमा हो त्यो चाहिँ देखाउनु पर्ने हुन्छ। त्यो कुनै नगरपालिकाले माथि यहाँ हेर्नुहोस्, यसमा यहाँ बनाएको छ। यो लोकेसन म्याप, यो लोकेसन प्लान हो। लोकेसन प्लान चाहिँ तपाईँको यो स्केलमा हुँदैन, यो आफ्नो हिसाबले जुन माथितिर नर्थ पारेर यो हामीले जति पनि ड्रइङ बनाउँछौँ यो सबै नर्थ चाहिँ माथितिर नर्थ पारेर बनाउने हो। यो त्यही अनुसारको तपाईँको फिल्डमा जस्तो खालको चाहिँ बाटोहरू छ, जग्गा कहाँनिर छ, त्यसको वरिपरिको एकदम राम्रो एउटा कुनै सम्झना लायक कुनै एउटा स्पोट पनि भनिदिने, ठाउँ पनि भनिदिने, अनि त्यो बाटोहरू बनाएर अनि लोकेसन म्याप यसरी बनाउनुपर्छ। त्यो अर्को हुन्छ साइट प्लान। यहाँ त्यसपछि साइट प्लान छ। यो साइट प्लान चाहिँ यस्तो हुन्छ। साइट प्लान तपाईँको जग्गामा यो सबै यो पहिला यो जग्गा प्लट गर्नु पर्यो। जग्गा प्लट गरिसकेपछि तपाईँको प्लान जुन घर बनाउने चाहिँ जग्गा हो, घर कहाँनिर ठ्याक्कै कहाँनिर बन्छ घर, जग्गादेखि कति फिट यता छोडेर कति फिट छोडेर बनाएको छ सबै ठ्याक्कै तपाईँको जग्गा पनि स्केल, यो चाहिँ स्केलमा हुन्छ। जग्गा र चाहिँ यो बिल्डिङको साइट, प्रोपोज साइट, यो बिल्डिङको साइट चाहिँ ठ्याक्क बनाएर यो पनि देखाउनु पर्ने हुन्छ। यो सबै कुराहरू आर्किटेक्चरल ड्रइङभित्र पर्छन्। अनि एउटा हुन्छ यो ओपनिङ सेड्युल। ओपनिङ सेड्युल यहीँ पनि बनाइदिएको छ। तपाईँको ढोका झ्याल कतिवटा कहाँ कहाँ कतिवटा टाइपको ढोकाहरू, कतिवटा टाइपको झ्यालहरू, सटरहरू, यो सबै मेन डोर, भेन्टिलेसन यहाँ छैन, भेन्टिलेसनहरू कतिवटा राख्नुभएको छ, साइज के हो, कतिवटा चाहिँ हामीले प्रयोग गर्छौँ, त्यो सबै ओपनिङ सेड्युलमा राख्नुपर्छ। यो सबै डिटेलहरू चाहिँ यो सबै आर्किटेक्चरल ड्रइङभित्र पर्दछ। आर्किटेक्चरल ड्रइङ हामीले सकिसकेपछि, आर्किटेक्चरल ड्रइङ बनाइसकेपछि यो चाहिँ हामीले खास अहिले 1000 स्क्वायर फिटभन्दा मुनिको बिल्डिङको डिजाइनको कुरा गर्दैछौँ है अहिले चाहिँ। अब स्ट्रक्चरल ड्रइङ हुन्छ। स्ट्रक्चरल ड्रइङमा चाहिँ यहाँ म पहिला त्यो स्ट्रक्चरल ड्रइङमा यो पार्टहरू यो जति पनि तपाईँले देखिराख्नु भएको छ अहिले, यो सबै यो पार्टहरू सबै यो स्टेयर केस भयो, यो चाहिँ हाम्रो ट्रेन्च प्लान अथवा फाउन्डेसन लेआउट प्लान, यो कलम लेआउट प्लान, अनि यो स्ल्याबहरू भयो, स्ल्याबको लङ्गिट्युडनल सेक्सन, क्रस सेक्सनल, अनि यो सबै यो टप बार कसरी राख्ने, बटम बार कसरी राख्ने, अनि स्ल्याबमा यो टप बार र बटम बार कसरी राख्ने, यो सबै कलम र बिमको जोइन्टको डिटेलहरू, यो चाहिँ लङ्गिट्युडनल सेक्सन अफ कलम, सबै यो डिटेलहरू सबै स्ट्रक्चरल ड्रइङभित्र पर्छ। यसको लागि चाहिँ क्राइटेरिया हामीलाई नगरपालिकाले अथवा बिल्डिङ बोर्डले पहिले नै निर्धारित गरेर दिएको हुन्छ, त्यही अनुसार नै ठ्याक्कै हामीले बनाउनुपर्छ। यसमा हाम्रो चाहिँ डिजाइन गर्नु पर्दैन, हामीले एनालाइसिस पनि गर्नु परेन, डिजाइन पनि गर्नु परेन, केही पनि गर्नु परेन। निश्चित उसले दिएको हुन्छ नगरपालिकाले, त्यस अनुसार नै गर्नुपर्छ। जस्तो हाम्रो चाहिँ भूकम्प जानुभन्दा पहिला 9 इन्चको फाउन्डेसन, के अरे 9 इन्चको कलम, 9 इन्चको कलम पनि राख्न पाइन्थ्यो। अहिले भूकम्प गइसकेपछि 9 इन्चको कलम राख्न पाइँदैन, 12 इन्चको अथवा 1 फुटको कलम चाहिँ हामीले राख्नै पर्ने हुन्छ। त्योभन्दा कम त हामीले राख्न पाउँदैनौँ। र चाहिँ डन्डी पनि 8वटा, यो चाहिँ जुन यो बारहरू छ, यो बार पनि 8वटा प्रयोग गर्न पर्छ। पहिला चाहिँ 4वटा अथवा 6वटा पनि मात्रै प्रयोग गर्दाखेरि पनि हुन्थ्यो, तर अहिले हामीलाई भूकम्प गइसकेपछि हामीलाई अहिले 8वटा अनिवार्य रूपमा 8वटा
डन्डी पनि प्रयोग गर्नुपर्छ कलममा। त्यस्तै अब यो जस्तो अब चाहिँ त्यो कलमको विषयमा भने जस्तै अब धेरै क्राइटेरियाहरू छन्। त्यो क्राइटेरियाहरू अनुसार नै हामीले स्ट्रक्चरल ड्रइङ गर्नुपर्छ। ती स्ट्रक्चरल ड्रइङहरू हामीले पछि सिक्नेछौँ। पहिला हामीले सिम्पल आर्किटेक्चरल ड्रइङको प्लानबाट सुरु गर्नेछौँ। स्टार्टिङ जहिले पनि प्लानबाट ड्रइङ बनाउन जहिले पनि प्लानबाट स्टार्टिङ गरिन्छ। प्लान अनुसार नै अरू एलिभेसनहरू यताउता सबै चिज बन्ने भनेको प्लान अनुसार हो। त्यस कारणले सुरुमा हामी प्लान बनाउन सक्छौँ। यस्तो हो प्लान टप भ्यू। हामीले अहिले यहाँ चाहिँ मैले यही बिल्डिङलाई नै फेरि तपाईँहरूलाई बनाएर सिकाउने छु। मैले नै बनाएको बिल्डिङ हो। यसलाई नै म हजुरलाई यही बिल्डिङलाई सिकाउने छु, किनभने यो अलि सिम्पल छ, रेक्टेङ्गुलर पनि छ, सिम्पल पनि छ। यसमा धेरै इलिमेन्टहरू नभएको हुनाले सुरुमा सिक्दाखेरि यसैबाट सिकाउन अलिकति सजिलो हुन्छ, तपाईँहरूलाई बुझ्न नै अलिकति सजिलो हुन्छ। त्यस कारणले म यही सिम्पल बिल्डिङबाट नै बनाउन सिकाउन सुरु गर्नेछु। यसमा हामी सुरुमा प्लान बनाउन सिक्नेछौँ। प्लानमा यो डाइमेन्सनहरू मैले लेखेर पनि राखेको छु। हामीले चाहिँ ठुलो प्लान बनाउँदाखेरि युनिटहरू सेट गर्नुपर्छ। पहिला यो अटोक्याड तपाईँले खोलिसकेपछि त्यसलाई काम गर्न लायकको बनाउनको लागि हामीले चाहेको अनुसारको काम यो युनिटहरू यो चाहिँ फिटमा, हामीले एमएममा काम गर्दैनौँ, हाम्रो फिटमा गर्छौँ। यो युनिट सेट गर्नुपर्छ। यो डाइमेन्सनहरू यो जुन छ यसको यो टेक्स्टको साइजहरू भयो, यसको स्टाइल, यसको कलरहरू यो सबै मिलाउनु पर्ने हुन्छ देखिने गरी डाइमेन्सनहरू भयो। अनि यो वर्क स्पेसलाई अलिकति सेटिङ गर्नुपर्छ। यसको यो लार्ज आइकनमा गर्ने कि स्मल आइकनमा गर्ने, यो टुलबारहरू लार्ज र स्मलमा हुन्छ। म तपाईँले देखाइदिनेछु। त्यसमा चाहिँ सुरुमा फर्स्टमा हामीले वाल राख्नेछौँ। वाल राखिसकेपछि कलमहरू ट्याक्क ग्रिडमा मिलाएर हेर्ने। यो ग्रिडमा भनेको यस्तो स्ट्रेट, यता पनि स्ट्रेट ट्याक्क छ, यता पनि स्ट्रेट ट्याक्क छ, तिनटै ग्रिडमा छ। हेर्नुहोस् यो ग्रिड 1 2 3 1 2 3 यसरी छ, यतातिर एबिसी छ। ट्याक्क यसको क्रसिङमा, यसको इन्टरसेक्सनमा कलम ट्याक 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 राखिएको। यसरी ग्रिड मिलाएर राख्नुपर्छ। यसरी ग्रिड मिलाएर कलम राख्नुपर्छ। वालकै अनुसारमा ग्रिड मिलाएर राख्नुपर्छ। त्यसपछि चाहिँ हाम्रो डोर र विन्डोजहरू भयो। डोर र विन्डो, यो विन्डोहरू भयो, यो डोर ब्लक बनाएर हेर्नुहोस्। क्लिक गरेपछि एकैचोटि सबै क्लिक हुन्छ। यस्तो ब्लक बनाएर हामीले यो डोर र विन्डो बनाउन पनि सिक्नेछौँ र चाहिँ यसमा यो वालमा हाल्न पनि सिक्नेछौँ। कसरी यसलाई चाहिँ यहाँ इन्सर्ट गरियो त ब्लकमा, ब्लक बनाएर कसरी इन्सर्ट गरिएको चाहिँ हेर्नेछौँ। एउटै हो यो चिज। ब्लक नबनाएको भए यो छुट्टै छुट्टै आउँथ्यो। जस्तो कि मैले यसलाई एक्सप्लोर गरेँ जस्तो। अब चाहिँ यो ब्लक होइन, यो छुट्टै क्लिक हुन्छ, छुट्टै सेलेक्ट डिफ्रेन्ट तरिकाले हुन्छ। यसलाई ब्लक बनाएर एकैचोटि सबैलाई सिलेक्ट गरेर मुभ गर्दा कपी गर्दा इजी हुन्छ। त्यस कारणले एउटा ब्लक बनाएर यसलाई मुभले कपी गर्नुपर्छ। यसरी रुम साइजको यो लेख्नु पनि पर्छ। यो टेक्स्ट कसरी लेख्ने, यो सबै यो रोज कलम भएपछि ब्लकहरू भयो। टेक्स्ट कसरी लेख्ने, टेक्स्टको स्टाइलहरू भयो, यो सबै। अनि ह्याचिङ जस्तो यो कलममा हामीले यहाँ ह्याचिङ प्रयोग गरेका छौँ। कलममा हामीले ह्याचिङ प्रयोग गरेका छौँ। कहीँ चाहिँ के हुन्छ भन्दा कसैले वालमा पनि ह्याचिङ प्रयोग गर्छ। हामीले चाहिँ वालमा अहिले रिसेन्टली खासै मलाई त्यो ह्याचिङ प्रयोग गर्न त्यति राम्रो लाग्दैन। त्यस कारण मैले कलममा मात्रै ह्याचिङ प्रयोग गर्छु। त्यसपछि अर्को छ डाइमेन्सन। लास्टमा डाइमेन्सन धेरैले चाहिँ डाइमेन्सनमा बिगार्नुहुन्छ। यो डाइमेन्सन कसरी चाहिँ यो डाइमेन्सन सेटिङ त सुरुमै गरिसकेको हुन्छ। डाइमेन्सनलाई टक्क मिलाएर यसरी देखाउनु पर्ने हुन्छ। डाइमेन्सन देखाउने तरिका पनि कतिपयले यहाँनिर मिस्टेक गरिराख्नु हुन्छ। डाइमेन्सन पनि राम्रो तरिकाले एउटै तरिकाले सबैतिर, सबै इस्ट वेस्ट नर्थ साउथतिर एउटै तरिकाले देखाउन सक्नुपर्छ।
अनि त्यसपछि हामीले यसको एरिया निकालेर एरिया पनि जस्तो प्लिन्थ एरिया पनि भनिदिनु पर्ने हुन्छ यो अब यो के हो भनेर ग्राउन्ड फ्लोर प्लान हो भनेर यसरी लेख्नु पर्यो त्यसमा यसको एरिया कति छ त कति स्क्वायर फिट यसको एरिया छ यो एरिया पनि भनिदिनु पर्छ किनभने जस्तो नगरपालिकामा अघि नै सुरुमा मैले भने अलिक क्राइटेरिया 1000 स्क्वायर फिट भन्दा त्यो बिल्डिङको प्लिन्थ एरिया धेरै छ कि कम छ त्यो चाहिँ हामीले यहाँ देखाउनु पर्छ यहाँ प्लिन्थ एरिया कम भएपछि मात्र हामीले यसरी स्ट्रक्चरल यो क्राइटेरियामा यो स्ट्रक्चरल चेक गर्न पाउँछौँ होइन भने स्ट्रक्चरल एनालाइसिस स्ट्रक्चरल डिजाइन एनालाइसिस गर्नुपर्छ त्यो अलि भास्ट छ त्यो पछि सिक्नेछ हामीले चाहिँ यही सिरिजमा त अहिले सिक्ने छैनौँ यो 1000 स्क्वायर फिटको बनाइसकेपछि पछि चाहिँ हामीले त्यसको त्यो इट्याबमा बनाउन सिक्नेछौँ स्याप पनि सिक्नेछौँ इट्याब पनि सिक्नेछौँ अहिलेलाई चाहिँ AutoCAD-मा 1000 स्क्वायर फिट भन्दा तलको बिल्डिङ को सिरिज प्लान बनाउनदेखि लिएर इलिभेसन बनाउनदेखि लिएर सेक्सन बनाउनदेखि लिएर लोकेसन म्याप साइट प्लान त्यसपछि यो आर्किटेक्चरल ड्रइङ त्यसपछि सिकिन्छ त्यसपछि स्ट्रक्चरलमा हामी इन्टर गर्नेछौँ स्ट्रक्चरमा ट्रेन्च प्लान कलम लेआउट प्लान स्ल्याबहरू त्यसपछि स्टेयर केसको अनि त्यसपछि यो बिम लेआउट प्लान पनि हुन्छ बिमको प्लान भयो त्यसपछि गएर यो बिमको सेक्सन लङ्गिट्युडनल सेक्सन क्रस सेक्सन सबै लिन्टेलहरूको अनि त्यसपछि यो स्ल्याबको टप बार बटम बार अनि यो सबै सिक्नेछ पहिला हामी चाहिँ यो प्लान मैले त निकालेर राखेको छु यो प्लान बनाउन फर्स्टमा हामी सिक्नेछौँ यो सिरिजमा धन्यवाद साथीहरू यो भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब हामी अर्को भिडियोमा भेट्नेछौँ अर्को भिडियोमा मैले यो प्लान बनाउनलाई यो जुन प्लान मैले देखाइरहेको छु यो प्लान बनाउनको लागि डिटेलमा हामी सिक्नेछौँ त्यसमा मैले यो जुन स्टेपहरू तपाईँलाई भनेको छु यो स्टेपहरू म स्टेप बाइ स्टेप तपाईँहरूलाई सिकाउनेछु अर्को भिडियोमा र मैले जुन भिडियोहरू अपलोड गर्नेछु त्यो भिडियोहरूको नोटिफिकेसन पाउनुको लागि तपाईहरुले चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुस् र साइडमा सब्स्क्राइब बटनको साइडमा भएको बेल आइकनलाई पनि दबाउनुस् मैले कुनै पनि भिडियो अपलोड गर्नबित्तिकै तपाईले नोटिफिकेसन पाउनुहुनेछ र कुनै पनि भिडियो तपाईले मिस गर्नुहुने छैन यो AutoCAD को कोर्स मैले कम्प्लिट प्याकेज तपाईहरुलाई प्रोवाइड गर्नेछु त्यो कम्प्लिट प्याकेज कुनै पनि भिडियो नछुटाउनको लागि तपाईले सब्स्क्राइब र बेल आइकन प्लिज क्लिक गर्नु नबिर्सिनु होला धन्यवाद